ल ल अप्पु आप्पा मैले त हिजो भनेको त तपाईँलाई प्रोग्राममा जानुपर्छ भनेर हामी त तयारी भइसक्यो तपाईँ तयारी भएको छैन त हिँड्दै गर न मलाई माथि पर्खेँ कि आउँदैछु म ल हुन्छ छिटो आउनु है आप्पा ल ल म त नानीहरूको प्रोग्राममा पो जानुपर्छ त हौ लुगाहरू पनि छैन अनि यत्तिकै जान्छु हौ हुन्छ होला हौ यो काम कुरोले गर्दाखेरि सबै बिर्सिहाल्छु हौ खै बाबा ओइ आज स्कुलमा प्रोग्राम छ स्कुल जानु ढिलो भइसक्यो जाउँ ल ल लु हिँड हो मेरो भाइले आज प्रोग्राम कस्तो गरेछ दामी गरेको होला है गुड मर्निङ सरजी गुड मर्निङ गुड मर्निङ बेटा गुड मर्निङ गुड मर्निङ साथी यस साथी गुड मर्निङ साथी गुड मर्निङ गुड मर्निङ गुड मर्निङ मन लु तिमीहरू अगाडि हिँड लु तिमीहरू अगाडि हिँड 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 लु छोरा अगाडि हिँड बेबी तिमीले स्कुलमा के गरेछौ आज बोल्दैन त के गरिसकेको छ तिमी त मसँग रिसक्छौ क्या स्कुलमा के गरेको छौ भन्दा पनि बोल्दैनौ त के भएको आज छोरी खुसी छैन त हौ बस्नु एकछिन बस्नु ल कति एकछिन बस्नु त हजुर एकछिन बस्नु के भएको छ मेरो कुरा ठिक छ नि है प्रेमसाङ तिम्रो आपत आएको छैन त खोइ उता लड्न आउँदैछ हौ आप्पा औ बस एकछिन सँगै जानुपर्छ कति टाइम निकै भएछ जाउँ ल जाउँ जाउँ तिमीहरू के गर्ने जाने कि हामी आप्पासँग आउँछौँ ल हामी जाँदै गर्छौँ आउनु ल बिर्खे त के हो जहिले तैँले घरको ड्रेसमा है त्यही त हो त्यही त हो नानीहरूको स्कुलमा प्रोग्राम छ भन्छ कोही बेला त यसो चटक्कै भराउनु नि हो स्यामसाङ बसिरहेको छस् आइज यतापट्टि एकछिन आप्पा त के भएको घरको ड्रेसमा पाएछ त्यही त अङ्कलहरू त चाटक चिटिक भएर गयो तपाईँ त हातैमा आएछ त अन्त छाता किन बोकेको अन्त तपाईँ त नजानु हौ कति न कतिको भएर आएछ हामीलाई पुरा लाज लाग्छ हेर नानी तँहरूले त्यसो भन्छस् मलाई देख्दा लाज लाग्यो भन्छस् तपाईँ यस्तो लुगामा आइस भन्छस् हेर तँहरूलाई के मैले ट्युसन फी स्कुल फी टाइममा दिएको छुइनँ न पढाइरहेको छु त राम्रो राम्रो तँहरूलाई दिइरहेको छु म त यस्तै भएर हिँडे पनि तँहरूको लागि गरिदिएको छुइनँ र वस्तु भाउ पालेर भए पनि बाख्रा पालेर सुँगुर पालेर भए पनि तँहरूलाई पढाइरहेको छु तँहरूले बुझ्नुपर्छ बुझिस् उनीहरूको के नहुनुपर्छ उनीहरू भनेको राम्रो राम्रो खान्छ राम्रो लाउँछ उनीहरूको भनेको त सर्भिस भएको मान्छेहरू हो उनीहरूसँग तुलना नगर मलाई बुझिस् तँहरूले सरी आप्पा मलाई माफ गरिदिनुहोस् मैले त्यस्तो भन्नु खोजेको ल नानी अरू अङ्कलहरू चाटक चिटिक भएर गयो अन्त त्यही भएर भनेको तपाईँलाई ल मन नदुखाउनु ल आप्पा अबदेखि त्यस्तो कहिले पनि भन्दिनँ ल नानीहरू मैले तिमीहरूलाई अर्थी बुद्धि मात्रै दिएको है ल ल स्कुल ढिलो भइसक्यो जाउँ ल यो जुनीमा तिमीलाई पाए अर्को जुनीमा तिमीलाई पाऊ प्रार्थना छ ईश्वरलाई हरदम मेरो हरदम